हेलो गाइज, आज हेर्नु आमा छोरा भान्टाको तरकारी खाना खाँदैछौँ है। आज हजुरलाई फेरि नयाँ रेसिपी। काँक्रा अनि खुर्सानी अनि छोरो आमा खाना खाँदैछौँ। आज घरको अर्ग्यानिक भान्टाको तरकारी, आलु सबै घरको, अनि दही गाइज, दही पनि। आज आमा छोरा मात्र छौँ। धेरै जस्तो त आमा छोरा बुढोले बनाउन मान्नुहुन्न भिडियो गाइज। मिठो बनाएको छु कि तेलमा सुक्खा भान्टाको तरकारी। हेर्नु गाइज, कति रहर लाग्ने कि गाइज। एउटा मान्छेको रहर हुँदो रहेछ कि। मलाई भिडियो खाएको लागेको खुब हाल्न मन लाग्छ। बुढोले चाहिँ तिमी नगर, गर तिमी भिडियो बनाऊ, तर मलाई चाहिँ नदेखाऊ भन्नुहुन्छ। आमा छोरा रहरी छौ। छोरीले गर्दा युट्युब खोलेको हो। सबैलाई 1 वर्ष भयो है मैले युट्युब खोलेको। 123 हो कि 125 हो कि 124 भयो क्या सब्सक्राइबहरू। सबैलाई धन्यवाद छ है, हृदयदेखि नै नमन छ है, नमस्कार छ है सबैले। जता जताबाट दिदी बहिनीहरू मैले फेरि रिप्लाई गर्न पाएको छैन। जसले भन्नुभएको छ सब्सक्राइब पनि गर्न पाएको छैन। सबैले हेरिदिनु हुँदो रहेछ, खुसी लाग्यो। जे होस्, धेरै फलफुल खाएको अनि मिठाई खाएको लगाउन देखाउन मन छ। के गर्ने, मनीले गर्दा, जिम्मेवारले गर्दा सकिया छैन। जहिले युट्युबले देलान् तैले हालम्ला गाइज, केही छैन नत्र केही छैन। खाए लागेको हाल्ने हो। जिन्दगी जस्तो भए पनि खुसी रहनु पर्छ। दुःख सुनाउनु हुँदैन अरूलाई, कसैलाई। सुखमा सबलाई सुनाउनु के, दुःख कहिले पनि नसुनाउनु होला गाइज। ल है गाइज, खाना सुरु गरेँ। छोरी खाऊ। आज सुक्खा दाल छैन, यसको खुब मनपर्ने सुक्खा भात र तरकारी खुब मनपर्ने। दाल भातमा हाल्दिनँ के अरे कहिले पनि म, त्यसो कहिले कसो, नत्र पिन मन लाग्छ है गाइज। साथीहरूलाई दिएनौ छोरी आज सुक्खै भान्टाको तरकारी। फर्स्ट प्राइज है, खाएँ ल। मोबाइल पनि राम्रो हुनु पर्दो रहेछ, क्वालिटी। पिक्चर यस्तो ऊ गरेको देखायो भने मान्छे हेर्दा रहेछन् गाइज, त्यो एडिट गर्न आउँदैन। जे छ रियल हो कि हाल्ने। म त बाबु आयो भने कहिले कसो बनाइदिन्छ र। धेरै भाइरल पनि हुनु छैन कि। दही हालिदिउँ। एकछिन है, एकैछिन आइसक्रिम थरी थरीका बनाएर यस्तोले हालेर, अनि यो सेल्फी, यो भिडियो बनाउने स्टिक पनि मिल्दो रहेछ कि। सेल्फी स्टिक के भन्दा चाहिँ त्यसलाई यसरी देखाएर। अब त आफू त चिनीको भाँडामा उम्बाएर डब्बामा राखेर भिडियो बनाउनु पर्छ। जे होस्, म आजकल गाइस खाना खाँदाखेरि पानी खाँदैन कि। छोरी काँक्रा खाऊ है। भान्टा र आलुको तरकारी सुक्खा मिठो। अनि एउटा चाउचाउको मसला थियो, ओए चाउचाउको, त्यो पनि हालेको। मिठो भएको गाइस। यो पनि डन्ठा पनि हाल्ने कस्तो राम्रो हुन्छ भान्टाको, मलाई मनपर्छ।
एउटा भाइले भाइको दाइ हुनुहुन्छ खै अब जे होस् सम्बन्ध राम्रै गरेको राम्रो हुन्छ सबैलाई होस् जसलाई पनि नै सबैलाई जसलाई पनि सम्बन्ध दाइ हुनुहुन्छ भाइ हुन्छ त्यो उमेरले थाहा भयो होइन तर उहाँले अर्ग्यानिक लेखेको छु कि मैले अर्ग्यानिक माथि गएको माथि ग हुने भयो नि त र मैले अर्ग्यानिक भनेर कमेन्ट गर्नुपर्छ है सुधार गरिदिएको मैले यो पोस्टमा लेख्न आउँदैन कि यसमा नेपालीबाट राम्रोसँग अर्ग्यानिक लेखेको छु कि अर्ग्यानिक हो नि त खोल्न त गाइज मलाई लकडाउनमै इच्छा थियो कि युट्युब र युट्युब खोलिदिने कोले लकडाउन यति खोल्ने विचार थियो घरमा बसेर के हुने दिनभरि आएन खोल्न पोहोर साल यतिखेरै चैतको लास्ट वैशाखको पहिलो हप्ता खोलेको गाइज भाइको सालोले खोलिदिएको हो माइत गएको बेला अनि छोरी तर उहाँले जापानिज भाषा सिक्नुहुन्थ्यो कि गौरव बाबुको नाम गौरव हो नि त मेरो छोराको नाम गौरव सान भन्नुभयो कि सान भनेको अरे उहाँले कमेन्ट गर्नु होला कि सान भनेको के हो ऊ जापानिज भाषामा सान भनेको राजा क्विनलाई भन्छन् कि राजा ए बच्चालाई भन्छन् कि राजालाई भन्छन् थाहा भएन है त्यो मलाई त्यो गाइज कमेन्ट गर्नु होला है केलाई गौरव सान भनेको के हो भनेर तरकारी पनि खाऊ यो हुँदैन यो तरकारी खायो भने खानुपर्छ बाबा एनर्जी आउँछ झन् यो कालो कराईमा बनाएको झन् एनर्जी एकदम राम्रो न तरकारी खाँदैन कि मेरो छोराले रिस उठ्छ मलाई तरकारी घरमा कोही खाँदैन गाइज म यो खाने तरकारी भनेको लगाउने हो बारीमा मजाले एउटा हाल्ने हो एउटा आलु हाल्ने हो अरू सबै आलु तरकारी 1 बजे खाँदैछौँ आमा छोरा 1 बजे 1 बजे यही खाना खाएको फोटो 60-70 वर्षको उमेरमा हेर्ने मन छ क्या गाइज मलाई तर युट्युब फेसबुक बन्द हुन्छ भन्छन् तर सबैले खोल्नु पर्दो रहेछ कि अब हामी त फिल्म स्टार हिरो हिरोइन होइन पछि देख्ने भने हाम्रो छैन त्यस्तो देखिने भनेको यस्तै हो युट्युब खोलेर हाल्नुस् खोल्नुस् सबै दिदीबहिनीलाई भन्छु म त सबभन्दा हाल्नुस् राम्रो तरकारी हाल्नुस् के पनि हुँदैन के म त भन्छु हाल्नु राम्रोसँग हाल्नु केही हुँदैन त्यो भन्छ न देखाएको खाएको मलाई हाल्न मन लाग्दैन भन्दा के भयो त हाल्यो भने म त त्यही भन्छु देखायो खाएको हालेको होइन नि त अहिले हाम्रो बुवा आमा हुन्थे भने हेर्थे ए मेरो बुवा आमा यस्तो थियो मेरो छोराले देख्नै पाएन मेरो आमा आफ्नो हजुरबुवा मैले पनि आफ्नो ससुरा देख्न पाएन सासूलाई देख्न पाएँ तर यस्तो खोल्या भयो त देख्न पाउँथ्यौँ नि त हाम्रो हजुरबुवा आमा मेरो आमा बुवा देखाउँथ्यो नि त म छोरालाई यसरी बोल्नुहुन्थ्यो यसरी हिँड्नुहुन्थ्यो जस्तो लाग्थ्यो नि त तर खोल्नुपर्छ कि युट्युब राम्रो तरिकाले खोल्नु होला
तर केही पनि हुँदैन जस्तो लाग्छ क्या मलाई चाहिँ कि राम्रो तरिकाले नराम्रो केही पनि नहाल्नु होला, राम्रो हाल्नु होला। भाइरलै हुनु भन्ने के छ र, म त्यही भन्छु। गाइस आजको भिडियो यति नै है गाइस, सकियो। खट्टा तरकारी खाने होइन, मिचिदियो भने खाने हो, तर पनि छोक्रा यो टुक्रा टुक्रा गरेर पनि खाँदैन गाइस, म यो खाने। ल गाइस बाई है। साथीहरूलाई भनिदेऊ सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गर्छु ल। बाई है साथी हो, एकअर्कालाई सपोर्ट गरौँ है भाइ, बाई।